हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। फेरि पनि म आइसकेको छु। आज चाहिँ म बाहिरी काम गरेर सौलतिर बस्छु। आएको 1 वर्ष भइसक्यो अहिलेसम्म पनि सौल आएको छैन। अहिले चाहिँ ल म टक्क सौल आइरहेको छु। खानासाना पनि खाइसक्यो। लोटे टावर हेर्ने भनेको लोटे टावर यहाँदेखि नदेखिने रहेछ क्या। लोटे टावर त्यहाँ पर एउटा ठुलो टावर रहेछ, त्यो होइन रहेछ क्या। परको जुन छ नि, पर एउटा टावर छ, त्यो होइन रहेछ। यस्तै छ, यस्तै रहेछ पुराको सौल चाहिँ। यो चाहिँ सौल सिटी हो। त्यसैले बाटो क्रस गर्ने बेला नि भइसक्यो। म बाटो क्रस गर्दैछु फाइनली। लेट्स गो। म बाटो क्रस गर्दैछु। मैले चाहिँ अब त्यति राम्रो दायाँ बायाँ भ्यूहरू चाहिँ खिच्नै पाइनँ क्या। अब किनभने यहाँनिर अलिक गाह्रै छ नि त यसरी पब्लिकमा भिडियो बनाएर हिँड्नु। अब अरूलाई त अरूको अनुहारहरूलाई देखाउन खासै हुन्न नि त। अब कसैले त देखाउँछ, त्यही पनि अब कहिले के दशा लाग्छ, कहिले के दशा लाग्छ होइन। त्यही भएर आफ्नै मात्र बनाइरहेको छु। दायाँ बायाँ मान्छेहरू छ, सिङ्गो गरिदियो भने त सक्यो। आएको कति नै भएको छैन। ल रिपोर्ट गरिदियो हुन्छ नि, मलाई यस्तो यस्तो हो भनेर रिपोर्ट गरिदियो भने त जस्तो आएको थियो त्यस्तो घरहरू केटा हुन्छ त। त्यही भएको कारणले त्यतिर मजाले देख्न पाइनँ।